आज मैले बेसिक म्याथमेटिक्सको क्यालकुलसको एन्टिडेरिभेटिभको एक्सरसाइज 16.3 को 9 को गर्न गइरहेको छु। ध्यान दिएर हेर्नु होला। यो क्वेसन हेरौँ पहिला। 9 को इंटीग्रेशन ऑफ a plus x by minus x dx सोल्युसन लेखौँ पहिला। यसलाई र्यासनलाइजेसन गर्नुपर्छ। फर्मुलासँग मिलाउनको लागि a plus x a minus x छ भने यसलाई मिलाउनको लागि a plus x लाई र्यासनलाइजेसन गर्नुपर्छ। a plus x छ dx को dx जस्ताको तस्तै सेम राख्ने। यो भयो रुट छुटाइदिने। a plus x को होल स्क्वायर गर्न पाइन्छ। अनि a minus b a plus b a स्क्वायर minus x स्क्वायर गर्न पाइन्छ। रुट dx को dx इंटीग्रेशन अफ स्क्वायरले रुट काट्छ हैन। स्क्वायरले रुट काट्यो अनि a plus x by रुट अन रुट स्क्वायर minus x स्क्वायर into dx भन्छ। अब a स्क्वायर minus x स्क्वायर इज इक्वल टु a sin थीटा हुन्छ। किन ट्रिगोनोमेट्रिक उसमा एन्टिडेरिभेटिभमा एउटा फर्मुला थियो नि, त्यो युज गर्ने हो। अब लेट x इज इक्वल टु a sin थीटा डेरिभेटिभ अफ x dx by d थीटा ले डेरिभेटिभ गर्ने a sin थीटा डिवाइड बाइ d थीटा dx by d थीटा वे अगाडि आउँछ। साइन को डेरिभेटिभ के हुन्छ cos थीटा हुन्छ। और dx इज इक्वल टु dx उता मल्टिपल हुँदाखेरि a cos थीटा dx हुन्छ d थीटा हुन्छ। अब हेर्ने अब यहाँदेखि हेर्ने यहाँदेखि लेट गरे हैन। अब यहाँ के भनेको छ क्वेसनले a plus x अपन स्क्वायर माइनस x स्क्वायर dx छ हैन। a को ठाउँमा a x को ठाउँमा के लेट गरेको थियो हामीले a sin थीटा लेट गरेको चीज लेख्ने। x को ठाउँमा a sin थीटा लेख्यौं। रुट अन रुट a स्क्वायर माइनस x को ठाउँमा के लेखेको थियौं a sin थीटा हैन। a स्क्वायर sin स्क्वायर थीटा लेख्नु पर्यो कि नि। dx को भ्यालु कति आएको थियो a cos थीटा d थीटा आएको थियो किन। a cos थीटा d थीटा लेख्नु पायो। अब हामीले यहाँबाट a कमन लग्न पाइयो। a 1 plus sin थीटा डिवाइड बाइ यहाँ पनि a स्क्वायर कमन आउँछ 1 minus sin स्क्वायर थीटा हुन्छ। a cos थीटा d थीटा को जस्ताको तस्तै फेरि यहाँ हेर्नु होला। अनि यसलाई सेम सार्दैन होला। अब यसलाई स्क्वायरले अगाडि ल्याउनु पर्छ। स्क्वायरले रुट काटेर a अगाडि आयो हुन्छ। अनि यो चाहिँ रुटमै हुन्छ 1 minus sin स्क्वायर थीटा a cos थीटा इन्टु d थीटा। यो एक काट्न पाइन्छ। यहाँ क्वेसन के भने इंटीग्रेशन अफ a 1 plus sin थीटा डिवाइडेड बाइ रुट अन रुट 1 minus sin स्क्वायर थीटा इन्टु cos थीटा d थीटा छ हैन।
1 माइनस साइन स्क्वायर थीटा भनेको कस स्क्वायर थीटा हो हैन ए 1 प्लस साइन थीटा बाई कस स्क्वायर थीटा लेख्न पाए कस थीटा डी थीटा जस्तो तस्तै अब स्क्वायरले रुट काट्छ यो बाहिर आउँछ ए 1 प्लस साइन थीटा डिवाइडेड कस थीटा हुन्छ cos थीटा इन्टु cos थीटा d थीटा हुन्छ cos थीटाले cos थीटा काट्छ यसलाई अगाडि ल्याउनु पनि पाइन्छ यसलाई अगाडि ल्याइदिउँ इन्टिग्रेसन अफ 1 प्लस साइन थीटा हुन्छ एउटा d थीटा बचाएको छ यो d थीटालाई d थीटा राख्ने अब इन्टिग्रेसन खोलाइदिने यस्तो इन्टिग्रेसन अफ 1 d थीटा प्लस इन्टिग्रेसन अफ साइन थीटा d थीटा यसलाई कोष्ट लगाउनु पर्ने हुन्छ ए अगाडि दुईटैको कमन छ त्यही भएर यसको इन्टिग्रेसन अफ d थीटा को के हुन्छ थीटा मात्र हुन्छ प्लस साइन थीटा को के हुन्छ माइनस साइन थीटा को माइनस cos थीटा हुन्छ cos थीटा हुन्छ माइनस प्लस c ए थीटा माइनस cos थीटा प्लस c हुन्छ अब यसलाई थीटाको भ्यालु पत्ता लगाउनु पर्ने हुन्छ हामीलाई थीटाको भ्यालु लेट गरेर यहाँबाट पत्ता लगाउनु पर्छ x = ए sin थीटा हामीले अघि लेट गरेको थियौं यहाँ हेर्न सक्नुहुन्छ एउटा लेट गरे थीटाको भ्यालु पत्ता लगाउनु x/a हुन्छ यो यता हुन्छ sin थीटा हुन्छ थीटा = sin इन्भर्स x/a बच्चा थीटाको भ्यालु यत्रो आउँछ अब यहाँ यसको ठाउँमा थीटाको भ्यालु राख्दिने ए sin इन्भर्स x/a माइनस cos थीटा प्लस c यो एन्सर हुन्न किनभने जहिले पनि हामीले एन्टिडेरिभेटिभमा ट्रिगोनोमेट्रिकमा एन्सर लेख्दैनौँ अल्जेब्रिक फंक्सनमा लेख्नुपर्छ ट्रिगोनोमेट्रिक फंक्सनमा हुन्न कहिले यहाँ लेट गरिसकेको छ त्यो एकछिन लेट हामीले अघि लेट x = a sin थीटा गरेको थियौँ हैन x/a = sin थीटा हो sin थीटा भयो अब sin थीटा भनेको के को रेशियो sin पेन हरा p/h भयो अब परपेन्डिकुलर ट्रायंगल गर्ने p कति छ x छ h भने कति छ a छ अब b पत्ता लगाउनु पर्ने छ b को फर्मुला के छ h² = p² + b² हैन के पत्ता लगाउनु पर्छ b पत्ता लगाउनु पर्छ h² - p² = b² गर्नु पायो कि नै अब b पत्ता लगाउनु छ भने b = h² - p² गर्नु पायो कि नै अब त्यही भने कति आउँछ b कति आउँछ भ्यालु राख्दाखेरि h भने कति छ a² भयो h p भनेको -x² भन्छ अब cos थीटा भनेको कसले भन्छ हरायो b/h हुन्छ ल अब यसलाई एन्सर मिलाउँदाखेरि a sin इन्भर्स x/a यो पनि अल्जेब्रिक फंक्सन हो किनभने यसको थीटाको भ्यालु दिएन नि फिक्स थीटाको भ्यालु दिएन नि त्यही भएर ए cos थीटा भनेको के थियो b/h b भनेको कति छ हामीले निकाल्यो b भनेको a² - x² √√a² - x² छ x² छ अनि त्यहाँबाट b/h h भनेको कति छ h भनेको a छ हैन a + c अब ए पुरा मल्टिप्लाई हुन्छ अब a
मल्टिप्लाईले खोल्दाखेरि कोस्ट हुनुपर्ने हो। मल्टिप्लाईले खोल्दाखेरि x/a माइनस a रुट अन्डर रुट स्क्वायर माइनस एक्स स्क्वायर बाई a हुन्छ प्लस c हुन्छ। a ले a काट्छ, a साइन इन्भर्स x/a माइनस a स्क्वायर माइनस एक्स स्क्वायर प्लस c। अब हामीहरूको यही नै एन्सर हुन जान्छ। साथीहरू यो एन्टिडेरिभेटिभको धेरै लामो हिसाबहरू छन्, यत्रो हिसाब आइरहेको छ।